त्यही त नि। अब सार्ने बेला त रोप्ने बेला त ठिक्क भएका छन् नि भन त। तर अब रोप्ने ठाउँ चाहिँ अलिक गाडा गाडा भएको छ, चिसो पानी पनि जमिरहेको छ। यतातिर यो लगाऊँ भनेको थिएँ, यही दुईटा कोलामा। अब त पानी जम्छ, त्यसमा लगाइदियो भने पनि भरे फेरि पानी जमेर तातेर पानी तातेर मऱ्यो भने त्यतै हानिकार। दुईपल्ट सारेका आफूले मेहनत गरेर, खै साथी हो अब त 3-4 वर्षपछि त फल लाग्ने थियो होला। मेहनतको फल भन्छन्, मेहनतको फल लाग्ने थियो होला है साथी हो। अब के गर्ने, किसान भएपछि यस्तै। उतै राख्ने, उतै राख। किसान भएपछि यस्तै हो। सुपारी लगायो, के लगायो के लगायो, आँप लगायो, सुपारी लगायो, नरिवल लगायो, यस्तै यस्तै किसानले गर्नुपर्ने रहेछ। गाई पालो, बाख्रा पालो, कुखुरा पालो। ल साथी हो, के गर्ने। अब यस्तैमा अलमलिँदै दिनचर्या बित्दो रहेछ। हुँदै हुँदै बुढो हुँदै 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 अनि मर्नातिर जाइँदो रहेछ। ए कुखुरा के भयो? चिल आयो? ए चिल भाग, खबरदार। आफ्नो बााउन्डरीभित्र चाहिँ सबै रुखपात सुपारी लगाएको थिएँ वरिपरि। पछि इतिहास आफू गए पनि एक दिन त जानु नै छ। जब आइयो यस धरतीमा त एक दिन जानु नै छ। आफू गए पनि यी रुखपात बोट बिरुवाहरूले बोल्छ भनेर लगाएको थिएँ। अहिले दाउराको कमी छैन, वर्षभरिलाई दाउरा पनि चलिरहन्छ। यता कतिपय त परार लगाएको, कोही त फल्न थाल्यो यसपालिदेखि। यी फुल खेलेर फल्न थाल्यो। अब आगोमदेखि फल लाग्नेछ। उता उत्तरतिरको पनि अलिअलि कोही कोहीले चाहिँ फल दिन थाले। आगोमदेखि चाहिँ दाना अब बेचिन्छ होला अलिअलि। यसो हातै खर्च आउँछ कि त भन्ने छ है मित्र हो। धन्यवाद छ।